सबैजनालाई आज हामी चाहिँ बुढाबुढी भर्खर खाना खान लाग्छौँ। किन भर्खर खाना खान लाग्यो भनेपछि हामीले खाना त ढिलै खान्छौँ र पनि आज फेरि ढिलो भयो। हाम्रो सङ्गीत थियो झुन्नमा, सङ्गीती गएर भर्खर खाना खान लागेको छौँ। यो बुढाको भात, यो मेरो भात तरकारी, अनि यो चाहिँ कोक हो। खासै गरेर नखानु पर्ने हो, तर कहाँ ठुट नै बार्न सकिन्न, खाइजान्छ। अनि चाहिँ यो डल्ले खोर्सानी र यसको अमलाको अचार छ। यो चाहिँ मुलाको अचार हो। अहिले तेल माथि नआएपछि अलि बिग्रिनु गर्ने जस्तो गरिरहेको छ। अनि अब हामी खान्छौँ खाना। तपाईँहरूले अब नास्ता खाइ पनि सक्नुभयो होला। हामीले भर्खर खाना खान लागेको छौँ, होइन बुढा? हो बुढी, हो। लो त अब खाम। अब सुरु गर्ने है। सुरु गरौँ होला। मलाई नि अलि लागिरहेछ। ल अब भात खाने है बुढी। हुन्छ ल। ओके ल सुरु गरौँ।